बुढानीलकण्ठ नगरपालिका धार्मिक महत्त्व भएको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधताले सम्पन्न नगरपालिका हो। यहाँको आस्था विश्वासका साथै प्राकृतिक र सांस्कृतिक गरिमा जोगाउँदै समृद्ध नगरपालिका बनाउनु हामी सबैको साझा दायित्व हो। यसको लागि हामीले तिर्ने कर लगायतको राजस्व प्रमुख आधार हो। हामीले दैनिक रूपमा उपयोग गर्ने सार्वजनिक सेवा सुविधाका पूर्वाधारहरू करकै आधारमा निर्माण तथा सञ्चालन भएका हुन्छन्। कर नियमित रूपमा हामीले तिर्ने आर्थिक दायित्व मात्र होइन, यो त हामी र हाम्रा सन्ततिका भविष्यका लागि गरिएको लगानी पनि हो। सम्पत्ति कर र भूमि कर प्रत्येक घर धनी वा जग्गा धनीले बुझाउनु पर्ने प्रमुख कर हुन्। घर जग्गाको कर बुझाउँदा आर्थिक वर्षभित्र सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ। पहिलो पटक घर जग्गाको कर तिर्न जाँदा जग्गा धनी प्रमाणपत्र, नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र आवश्यक पर्दछ। यदि तपाईँले घर, कोठा, पसल, जग्गा आदि भाडामा दिनुभएको छ भने सो बापत बहाल कर तिर्नु पर्दछ। यसले नगरको राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउँछ, साथै बहाल आम्दानीलाई कानून सम्मत पनि बनाउँछ। त्यसैगरी कुनै पनि प्रकारका व्यापार तथा व्यवसाय सञ्चालन गर्दा सो बापत वार्षिक व्यवसाय कर बुझाउनु पर्ने हुन्छ। व्यवसाय दर्ता गर्दा अनि समयमै नवीकरण गर्दा कानूनी सुरक्षा प्राप्त हुनका साथै नगरको आर्थिक व्यवस्थापनमा योगदान पनि मिल्छ। प्रत्येक करदाता तथा आम नागरिकले नगरको सेवा सुविधा उपयोग गरे बापत निश्चित सेवा शुल्क दस्तुर तिरेर नगरको दिगो विकासमा योगदान पुर्याइरहेका हुन्छन्। विज्ञापन कर, मनोरञ्जन कर तथा अन्य सेवा सुविधा उपयोग बापत तिर्ने सेवा शुल्क दस्तुर पनि नगरपालिकाको राजस्वका स्रोत हुन्। त्यसैगरी नगरभित्र सञ्चालन हुने रिक्सा, अटो रिक्सा र ई रिक्सा पनि नगरपालिकामा दर्ता तथा नवीकरण गरी व्यवस्थित रूपले सञ्चालन गर्नुपर्दछ। कतिपय अवस्थामा कर तिर्ने प्रक्रिया झन्झटिलो रहेको गुनासाहरू आम नागरिकबाट नसुनिएका होइनन्। यसैलाई मध्यनजर गरेर बुढानीलकण्ठ नगरपालिकाले कर भुक्तानी प्रक्रियालाई सहज र करदाता मैत्री बनाउने प्रयास गरिरहेको छ। हाल बुढानीलकण्ठ नगरपालिका कार्यालयको राजस्व व्यवस्थापन शाखा तथा वडा कार्यालयमा डिजिटल माध्यमबाट कर लगायत राजस्व बुझाउन सकिन्छ। समयमै कर तिर्दा नगरपालिकाले प्रदान गर्ने विभिन्न छुटको लाभ पाउन सकिन्छ भने समयमै कर तिर्दा जरिवानाबाट पनि बच्न सकिन्छ। नभुलौं, हामीले तिरेको करबाट नै सडक बन्छ, पुल बन्छ, विद्यालयमा सुधार हुन्छ, स्वास्थ्य सेवा विस्तार हुन्छ र सुरक्षित भविष्यको आधार बन्दै जान्छ। त्यसैले समयमै कर तिरौं, जिम्मेवार नागरिक बनौं अनि समृद्ध बुढानीलकण्ठ निर्माणमा हातेमालो गरौं।